ल दर्शकबिनहरू अस्ति 4 केजी मकै छ्यापचुप चुपचुप पारेर चाहिँ हिलोमा होइन यो फुका माटोमा तपाईँहरूलाई जोतेको पनि देखाएको थिएँ मैले। अहिले चाहिँ त्यो 4 केजी मकैहरू दर्शकबिनहरू मेरो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। यहाँ गड्डङ डङ डङ यहाँ त फेरि केही पनि होइन नि, फेरि यहाँ अलिकति अनि विशेष चाहिँ यहाँ बोरामा राखेको छ। यहाँनिर देख्न सक्नुहुन्छ है सरर मकैको घोगाहरू प्रत्येक बोरामा मकै नै मकै देख्न सक्नुहुन्छ। यो चाहिँ सामान्य यसो बाहिर अहिले मेसिन लाउन आँटेको, तपाईँलाई मेसिन लगाएको पनि देखाइहाल्छु म कति हुन्छ मकै भनेर। यहाँ चाहिँ 7 मन मकै छ भन्नुभएको छ सुरुमा यहाँनिर बाजी खेल्ने मान्छेले, अनि सेकेन्डमा भन्नेले 12 मन भन्नुभएको छ बाबाले, मम्मीले 20 देखि 21 मन भन्नुभएको छ कि कति भन्नुभयो? 20 देखि 25। निशा भन् कति मन छ यहाँ? अन्दाज आएन यसलाई। अनि देख्न सक्नुहुन्छ मैले चाहिँ मकै अब रोप्ने मान्छे मै हो, खन्ने मान्छे, जोत्ने मान्छे, गोड्ने मान्छे चाहिँ थिइनँ त्यतिखेर। अनि मैले भनेको चाहिँ 40 मन भनेको कि अलिक मेहनत धेरै गरेको छु, त्यही भएर पनि अलिक धेरै भयो जस्तो लाग्दो रहेछ। यहाँ देख्न सक्नुहुन्छ है दर्शकबिनहरू। यसलाई अब गुड्डु मेसिन लाएर चाहिँ तपाईँहरूलाई देखाउँछु म। मकै 1 नम्बर कञ्चन मकै, रामपुरे मकै हो। हात पनि कति छडा भएछ ल। यहाँ यस्तो छ दर्शकबिनहरू प्रत्येकमा छ। फेरि पनि दोहोऱ्याएर भन्दैछु म तर यसले मेरो भिडियो बनाउँदैछ ब्लगको पनि। मम्मीले के गर्नुभएको यस्तो हमला गर्नु त? मकैहरू त अनि यस्तै छ दाइ सबै। मैले पहिलेदेखि नै गोरु जोतेदेखि नै मकै रोपेदेखि नै तपाईँहरूलाई भिडियो मैले सम्प्रेषण गरिराखेको छु। अनि देख्न सक्नुहुन्छ यहाँनिर हामीले त 4 केजी मकै रोपेको थियो, अहिले सिरानीमा पनि मकै होइन, उड्ता पनि मकै, यता बोरामा पनि मकै नै मकै। अनि प्रशस्त छ नै यहाँ मकैमै छ त मेरो त सुताइ त छ्याप्प मकैमा छ। अनि यति मात्रै मकै होइन, हामीसँग अरू मकैहरू पनि छन्। चाहिँ रामपुरे मकै हो, हाइब्रिड टाइपको हुँदो रहेछ, तर अलिकति लोकल हाइब्रिड टाइपको हुँदो रहेछ। अनि हामीले रोपेको थियौँ। अनि गोड्नु पनि पर्छ। ड्याङ बनाएर टक 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 तपाईँहरू मेरो पुरानो भिडियो हेर्नु न, अलिक तलतिरपट्टि भिडियो छ, योभन्दा 4-5 महिना अगाडि बनाएको भिडियो। अनि यहाँनिर यसरी रोपेर हामीले मकै फलाएको छौँ। मैले प्रशस्त मकै छ यहाँ चाहिँ। हामीले लगभग 40-50 मन आकलन गरेको छौँ, मन त्यति हुन्छ भनेर। अनि यहाँ चाहिँ मकै, यहाँ पनि मकै छ, यता पनि मकै छ। मकै नै मकैको संसारमा यहाँ मकै छ देख्न सक्नुहुन्छ। यहाँनिर भिडियो सुट गर्नमा माथि काठमाडौँबाट बहिनीलाई पनि हामीले तलब खुवाएर बोलाइसकेको छौँ। अनि यहाँ देख्न सक्नुहुन्छ, यहाँ ब्याक क्यामेराबाट पनि देखाउँछु तपाईँहरूलाई, तर सुरुमा चाहिँ यहाँनिर तपाईँलाई हेर्नै पर्ने हुन्छ। यो छुट्टै मकै हो। अनि यता सरर घुमेर यता पछाडिपट्टि आएपछि यता छुट्टै मकैहरू छ। अनि यसलाई मेसिन लाउन आँटेको आज। मेसिन चाहिँ यसलाई घुडुर पेलेर टक्क निकाल्ने खालको, यो खोया एकपट्टि, दाना एकपट्टि हुने खालको मेसिन लिन गएको छ दाइ। पर्खेर बसेको यहाँ झुलसुल तिर्पल टाँगेर आएको छैन। देख्न सक्नुहुन्छ म चाहिँ खालि यसो गर्ने हो, च्याप्प मकैमा सुत्ने हो, आनन्द लिने हो। ल हाम्रो मेसिन पनि आयो। ल मेसिन पनि आइसक्यो। झ्याप र झुकझुक मकै, डमडम र डुमडुम मकै हालेर चाहिँ सरर पारेर चाहिँ उतापट्टि मकै निकाल्ने। तपाईँहरूलाई यहाँ सम्पूर्ण कुराहरू देखाउँछु। बोराबाट गुडुडुडुडुडु मकै हालै यताबाट निकालेर खोया मिलाइ मकै झरे यस्तो छ दर्शकबिनहरू। मेसिनबाट मकै हेर्नु त ल। टक्क मकैमा मेसिन लायो अनि टक्क खोयाहरू छानिँदैछ। उतापट्टि चाहिँ छानेको खोयाहरू हो त्यो सबै। अनि यता चाहिँ छान्न बाँकी छ। यहाँ हामी छान्दैछौँ। मकै चाहिँ कति आयो भन्नुहुन्छ भने, यो मकैमा एउटा बिरालो पनि निस्क्यो। यो चाहिँ उयो मेसिनभित्र एउटा निस्केको बिरालो हो। अनि त्यहाँबाट 2टा, त्यहाँबाट 4टा, 5वटा, 6वटा, 7वटा, 8वटा, 9वटा, 10वटा, 10 होइन। अनि 10 3ले 13, 13 3ले 16, 17, 18, 19, 20। यो कप भएको गनाएको थिएन, 20 बोरा भनेपछि यहाँ अब यति आउँछ अलिकति। अरू त यस्तै छ है।